आज चाहिँ हामीले बोका काट्ने कार्यक्रम राखेका छौँ होइन। एउटा एकदम लोकल बोका ल्याएर साथीले खुकुरी उदाउँदैछ। अनि काट्ने बोका चाहिँ उति हो, ठुलो छ हेर्नुहोस् है। लगभग कति 25-30 किलो होला होइन, 30 किलो छ होला मेरो विचारमा। एकदम लोकल लेकको बोका हो। यसलाई टक्क अब मिलाएर होइन, हेर कति किलो होला अन्दाज गर्नु होला है त। अब मारन सुरु हुँदैछ है। अर्जुन भन्ने साथीले हान्दैछ होइन। मार हानेको पुरै देखाउन चाहिँ अब मिल्छ मिल्दैन होइन। म मिलिन्छ देखाउँछु है साथीहरू। हेर्नुहोस् हान्यो केटाले हान्यो हो, मार हान्यो तर एकचोटिमा छिनेन है, दुईचोटि लगायो त्यो देखाउन मिलेन। अब यहाँ यो पुरै सुकुटी बनाउनलाई हामीले यो हड्डी चाहिँ एकपट्टि मासु एकपट्टि बनाइसक्यौँ। यतापट्टि अनि फेरि अरू अब खाजाको लागि यता आँटीकुटीहरू होइन, यो हुन्छ नि भिद्रासहरू पकाइराखेको पाक्दैछ, भुट्दैछ। मजाले आगो लगाएर डन्न आगो बनाएर ठुलो आगो लगाइ पकाउनुमै हो। र अरू काम सुकुटी बनाउने काम हुँदैछ यहाँ। यो सुकुटी चाहिँ बिस्तारै खान मिल्छ पछि राखेर होइन साथीहरू। यो सुकुटी बनाउने काम हुँदैछ हेर्नुहोस्। तल आगो लगाएर माथि आगोमा यसरी लगाएर सेकाएर दामी हुन्छ यो। मासु धेरै हुन्थ्यो तर सुकुटी बनाउनु थोरै भयो। ल साथीहरू कस्तो छ हेर्नुहोस् होइन। मन पऱ्यो भने लाइक गर्नु होला, सेयर गर्नु होला, सब्सक्राइब गर्नु होला, च्यानललाई नभुल्नु होला होइन। यस्तै छ साथी गाउँले जीवन होइन। गाउँघरमा यस्तै हो। ल हेर्नुहोस् मिठो 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 मिठो। ओके थ्याङ्क यू, धन्यवाद।